साथीहरू, के हजुरहरूलाई थाहा छ विश्वकपको इतिहासमा अहिलेसम्म 2वटा टिमले मात्र ब्याक टु ब्याक विश्वकप जितेका छन्। एउटा इटाली, अर्को ब्राजिल। तर अर्जेन्टिनालाई पनि मौका छ। यदि अर्जेन्टिनाले 2026 को विश्वकप जित्छ भने अर्जेन्टिना पनि ब्याक टु ब्याक विश्वकपको दावेदार बन्न सक्छ। तर यो काम कठिन छ, असम्भव भने पक्कै पनि छैन, किनभने अर्जेन्टिनामा लडाकुहरूको कमी छैन र यिनै लडाकुहरूलाई लिड गर्दैछन् कप्तान लियोनल मेस्सी। अनि यही लियोनल मेस्सीको टोलीलाई लिड गर्दैछन् एज अ हेड कोच लियोनल स्क्यालोनी। तर साथीहरू, हजुरहरूलाई के लाग्छ, के अल्जेरिया रेडी छ त अर्जेन्टिनालाई भिड्नलाई? हुन त अर्जेन्टिनाले अल्जेरियालाई योभन्दा पहिला 4-3 स्कोरले हराइसकेको छ फ्रेन्डली गेममा। अनि लियोनल मेस्सीले त्यो गेममा 2 गोल स्कोर गरेका थिए। के लियोनल मेस्सीले यो गेममा त्यही स्कोर्सहरू रिपिट टेलिकास्ट गर्न सक्ला नि त? हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला र यस्तै भिडियोजको लागि गोर्खा स्पोर्ट्सलाई फलो गर्न नभुल्नुहोला। बाइ गाइज।